म बिका महतो, यहाँहरूलाई नमस्कार। आज म यो थारू समुदायको जुन पूजाको यो गाउँ जागिर पूजाको चाहिँ केही चर्चा गर्न गइरहेको छु। खास गरी गाउँ जागिर भनेर भन्छन्, तर खास गरी गाउँ उजागिर हो। गाउँ उजागिर यो परम्परादेखि हाम्रो यो संस्कार हो। पूजा विधि गर्ने एउटा संस्कार। अनि यसको चाहिँ एउटा महत्त्वपूर्ण इतिहास को बारेमा केही म यहाँहरूलाई भन्न गइरहेको छु। खास गरी गाउँमा जस्तो कि बाली नाली आम्दानी भएन र चाहिँ भोकमरी लाग्यो, कुनै माटो बिग्रियो, उत्पादनमा कमी आयो भने अनि हाम्रा चाहिँ अग्रा बुढापाकाहरूको चाहिँ एउटा विश्वास छ कि पूजा गर्दाखेरि, हाम्रो ब्रह्मथानमा पूजा गर्दाखेरि यो सबै कुरो राम्रो हुन्छ भनेर विश्वासले परम्परादेखि चाहिँ यो पूजा आदि गरिआएको छ। र खास गरी हाम्रो थारू समुदाय एउटा धरती पुत्र हो भनेर चाहिँ एउटा भनाइ छ। किनकि थारू समुदायहरूले धरतीलाई पूजा गर्छन्, माटोलाई पूजा गर्छन्। अनि त्यसपछि एउटा सह बरकत भन्छ। सह हाम्रो थारू भाषामा जखिनी भन्छ। जखिनी भनेको सह, महालक्ष्मी भनेर चाहिँ एउटा मान्यता छ। अनि 5-5 वर्षमा त्यो गाउँमा गाउँ जागिर तथा गाउँ जागिर पूजाहरू हुने गर्छ। र त्यसमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण के छ भने त्यो जखिनीलाई एउटा देवी भनौँ न, र खोज गर्ने कार्यक्रम हुन्छ। त्यसपछि खोज गर्ने अवस्थामा बेलामा डोली कन्या केटाहरू 4 जना, कन्या केटी कलश लिएर खोज्ने कार्यक्रम चाहिँ हुने गर्छ। अनि खोज्दा हाम्रा गुरुहरू हुन्छ। अनि त्यसपछि पत्ता लगाएर त्यो एउटा काठको चाहिँ हलोको आकारमा एउटा जखिनी एउटा बनाएको हुन्छ। त्यो कुनै एकजनाले चाहिँ त्यतिखेर त्यसले लुकाइदिन्छ। त्यसपछि अरू गाउँको चाहिँ बुढोहरूले आएर यसलाई चाहिँ पत्ता लगाउने एउटा चाहिँ शक्ति हुन्छ। त्यसपछि पत्ता लगाएपछि अनि त्यो डोलीमा बोकेर कन्या केटाहरू डोलीमा बोकेर अनि ब्रह्मथानमा ल्याउने गर्छ। अनि त्यसपछि अगाडि बिहेको गीतहरू, माँगरहरू, हाम्रो भाषामा माँगर गीत हुन्छ, वाद्य वादन हुन्छ। अनि त्यहाँ नाच्ने मारुनीहरू पनि हुन्छ। अनि त्यसपछि गाउँका हाम्रा दिदीबहिनीहरू पनि सबैजना दाजुभाइहरू जम्मा भएर जन्ती नै जस्तो चाहिँ लिएर आएर अनि त्यसपछि ब्रह्मथानमा भित्राउने गर्छ। ब्रह्मथान भनेको सबै कुनै समुदायमा पनि ब्रह्माको पूजा हुँदैन। थारू समुदायले र ब्रह्माको पूजा गर्ने चाहिँ एउटा चलन परम्परादेखि थियो, अहिले पनि गरिरहेको छ। त्यसको इतिहास पनि छुट्टै छ। कुनै दिन यसको इतिहास पनि भन्नलाई मौका मिल्यो भने त्यो कुरा पनि भन्न सकिन्छ। र आज चाहिँ हामी पूजाको चाहिँ अब
पाठमा चाहिँ हामीले कुराकानी गरिरहेको छौँ। अनि त्यसपछि त्यो सह जखिनीलाई चाहिँ अनि लिएर आएर माटोमा गाड्ने स्थापना गर्ने गर्छ। अनि त्यो देवीलाई सबैभन्दा शक्तिशाली भोग बलि चाहियो भनेर चाहिँ एउटा परम्परादेखि एउटा बुढापाकाहरूको भनाइ छ। अनि त्यो शक्तिशाली को हो त भनेर त्यसपछि खोज गर्दाखेरि सबैभन्दा शक्तिशाली यो उनोरमुस भन्ने पहाडमा बस्ने मुसा, घरमा बस्ने मुसा होइन। घरमा बस्ने मुसा त त्यसले केही नै गर्न सक्दैन, तर पहाडमा बस्ने मुसा एउटा अनौठो जात, ढुङ्गा माटो खोलेर बस्ने जात, त्यो जातले लिएर आएर सबैभन्दा अगाडि त्यो सह जखिनीलाई पूजा गर्ने चलन छ। अनि त्यो मुसा पूजा गरिसकेपछि अनि त्यसपछि अरू बोकाहरू परेवाहरू बलि दिने चलन छ। अनि इत्यादि एउटा हाँस पनि बलि दिने चाहिँ एउटा चलन छ। धेरै देवीहरू छन्, किनकि आफ्ना आफ्ना अब कुन देवीले के चाहिने भनेर त्यो व्यवस्था पनि गरेको हुन्छ। र हाम्रो एउटा संस्कार हो, एउटा पूजा विधि गर्ने तरिका चलन, यही नै कुरा म चाहिँ आज चर्चा गरेँ। र अब हामी आउने दिनमा हजुरहरूले यो हाम्रो युट्युबमा हेरिदिनु होला, त्यसपछि मनमा लागेको कुरा कमेन्टमा लेखिदिनु होला। र अझ हामीले थप चाहिँ कार्यक्रम कुन कुन विषय लिएर गर्दा हुन्छ भनेर हामीले जानकारी पायौँ भने त्यसपछि हामी फेरि यो पनि थारू संस्कृति एउटा संस्कारको जुन मान्यतामा मर्यादा गरेर हामीले चाहिँ यो भिडियोहरू बनाउने छौँ। म बिदा माग्छु। हस्त नमस्कार। हस्त।